तिम्रो बुढा हुँदा हुँदै मलाई यस्तो गर्दा चाहिँ नगर न यार, मलाई अति टेन्सन छ हो आम्बो। तिम्रो 4-5 वटा बुढी हुँदा मैले के भनेको छु? तर तिमी त भएको छैन नि त मेरो। म त होइन भने म के हो त तिमी? तिमीले बनाउन भनेपछि के गर्नु त? कहिले बनाउने नर्स कहिले भने? अस्ति बनाउन भनेर प्रधानलाई भिडाउनु खोजेको होइन तिमीले? प्रधानलाई भिडाउन ओए कस्तो भिडाउन खोज्यौ? प्रधानसँग बोल है, मेरो भाइसँग बोल पो भनेको। कस्तो के भाइसँग बोल्ने मात्रै भिडे के हुन्छ क्या तिमी? ओभर लाग्यो भने त पुरै भिडियो जति यार। बोल पो भनेर भनेको त प्रधानलाई मैले। कस्तो भिड हो? तिमीसँग जोइन भएपछि मेरो सबले भिडियो बनाइदिन्छ किन? राम्री छौ नि त। तिम्रो मेकअप अनुसार त देखाउनु इफोर्ट तिम्रो जति ब्युटीमा लाग्छौ त्यो ब्युटी पनि अरूले त हेर्नु पर्यो नि त, बुझेनौ? नहेरोस् बरु। किन यस्तो राम्रीहरूलाई एकजनाले मात्रै हेरोस् भन्ने चाहन्छु नि त। म छु त, मैले हेर्न खोजिरहेको छु तर तिमीले मलाई भावनै दिँदैन त लाम के गर्नु? ए होइन होला। कस्तो होइन होला? म यहाँ मम्मी टिभीमा जान्छु। आउ न, तिमीलाई मैले कस्तो सिकाउँछु। तर कपाल के माथि चाहिँ कालो तल चाहिँ सेतो छ त? यो ग्रो भयो नि त मेरो हेयर, त्यही भएर। सर स्वाद छैन यार, अझ पिङ्क हाल्दै त अझ त्यो पिङ्क पनि हुनुपर्ने छ यार। त्यो तल होइन त्यो तल्लोपट्टि चाहिँ पिङ्क हाल न, के छ विचार? यस्तो तल मेबी तल चाहिँ पिङ्क हुनै पर्छ क्या, तल ब्ल्याक भयो भने मजा आउँदैन क्या वाइफी, बुझेनौ? ब्ल्याकै छैन त कस्तो कुरा? होइन त्यो ब्ल्याक र भयो भयो। वाइफी कस्तो भयो? मैले सजेस्ट पो गरेको त यार। मेरो दाँत दुखिरहेको जिबु छ लाइभ। मेरो न्यू ट्रान्जिसन भिडियो हेर न। ट्रान्जिसन म हेर्दिनँ यार, त्यस्तो ट्रान्जिसन मैले हेर्ने भनेको म भन्दिनँ यार। म एकदम पिम्पल आएर थाहा पाइसक्यो क्या केटाहरूले कस्तो भएको छ यार। म हेर्नै छोडिसकेको छु क्या आजकल। म अब यस्तो सोझो हुनुपर्ने भइरहेछ। हेर्दा त्यस्तो नराम्रो छैन क्या, एकदम दामी छ हेर न। तिमीलाई मनपर्छ होला त्यो भिडियो। केटा म एकछिन एक हेरेर आउनु पर्यो यार। कुन हो? त्यो फर्स्ट वाला। Never been hated by a baddie. It's always some ugly insecure bitch. नो कि टिकटकमा भनेको। टिकटकमा त हेरेँ त मैले। वेट फर द ट्रान्जिसन लाइटर साइडर पड्केको। छ्या यस्तो मेकअप चाहिँ मलाई हो यो चाहिँ छ है। तर यो जसको त्यो बिना मेकअप त कस्तो बिला देख्दो रहेछ तिमीलाई। छ्या तिमी यस्तै छौ? भोलि बिहान उठ्दाखेरि तिमी हेर्दा चाहिँ यस्तो हुन्छ तिमी भनेपछि। छ्यार वाइफी बिना देख्दो रहेछ। ओए बिना मेकअपमा छ्या छु लिटरली। बिरामी यति मेकअप नहुँदा पनि यतिकै स्किन हुने मान्छे देखाउ ल। मैले माने जति नै बाहिरबाट गर्छु। विदाउट मेकअप क्लियर स्किन हुन पर्यो। त्यो यस्तो हो क्या वाइफी? भिडियोमा खिच्दा मात्रै त्यो सेतो देखिन्छ, रियल लाइफमा काली हुन्छ क्या वाइफी। तिमीले मलाई इन रियलमा देखेको छैनौ नि त, त्यही भएर यु डोन्ट नो अबाउट मी। सबैजनाले हुन्छ नि के युज गर्छौ भनेर। तर मैले देखेँ भने पनि भेटाएको छ त्यो मान्छेहरू सबले। तर वाइफी मैले तिमीलाई देखेँ भने तिमी काली छौ जस्तो लाग्दैछ मलाई। नो आइ एम नट। तिमी काली छैनौ। तिमी पो कालो हौ अनि आफू कालो भनेको सबै कालो हुन्छ। तिम्रो जस्तो लाइटमा बसिरहेको छु नि त म एकछिनै, अब फेरि चर्को हुन्छ नि त यहाँ। अब गाइस लिटरली यो भिडियोमा म नराम्रो देखेको छु। अब कस्तो छ गोरो छ त? त्यो लाइटको हो क्या लाइट। म निस्के क्या वाइफ, म अब मेरो गर्लफ्रेन्ड छ यहाँ। जिबु कालिफासँग बोल्न जानुपर्ने छ, बुझेनौ? एकछिन न म निस्के गएँ खोजेको मेरो एभ्री भिडियो हेर पहिला।